हेलो गाइज वेलकम टु माई सर्ट भ्लग। यसो टेस्ट राइड हानिदिउँ न भनेर सर्ट ब्लग कस्तो हुँदो रहेछ भनेर अब यसो बाइक लिएर हिँड्थेँ म पनि टक्क लाएर चितलाङतिर। माथि चढिसकेपछि दामी भ्यू देखेर अनि टक्क खिचेँ मैले। अनि गीत मनमा आयो बिबरा भन्ने। त्यसपछि यो घरबाट घुसाइदिउँ क्या भन्ने भएको थियो, तर होइन भनेर हामी स्पोर्टमा आयौँ। स्पोर्टमा आइसकेपछि टक्क क्यामेरा फर्काएको त ल हाय रे, उहाँ चाहिँ हाम्रो आजको मोडल हाय भनेर उहाँले पानी माग्दै हुनुहुन्छ र पानी पिएर क्यारेक्टरमा हुनुहुन्छ। आज मैं तो कड़ा करके मारूंगा और बताओ कैसा हो भाईजान, मैं बहुत बढ़िया हूँ भनेर मलाई टक्क हात अगाडि दियो त टक्क मिलाइदियो प्याट छोडे। क्यामेरा घुमाएको त भाइले त नमस्ते हानिदिन्छ, क्यामेरा देखेर त भाइ चोत उता फर्काने। नमस्ते गरिसकेपछि दाईको दाडी मलाई बवाल लाग्छ। मलाई उतैबाट तपाईँलाई फलो गर्दै आएको दाई, तपाईँको दाडी बवाल लाग्छ दाई, आई लभ यु भनिदियो। धेरै तारिफ नगर भाइ, म मक्ख भाइ भनेर छोडिदिएँ। राजेन्द्र दाईको मलाई कभर मन पर्यो, कभर यता उता फर्काएर हेरेँ अनि उहाँको छोरी पनि कति क्युटी भनेर छोडिदिएँ। अनि मैले त्यसपछि सेतो कुकुर भेटाएँ मैले, आफूभन्दा पनि खेलाउन थालेको आनन्द लिएको। कति खेलाउँछ हट प्यान, सेती कुकुरको भ्यान कि पुछ भनेको कि। अब यो मैले के भन्छु राम्रोसँग सुन्नुहोस् है यो कुरा। मैले पनि टेस्ट राइड हानिदिउँ न सर्ट भ्लगमा कस्तो हुन्छ भनेर बनाएको छु। हेरौँ आजको हामी चितलाङ सुटिङमा कस्तो हुँदैछ। सबै नयाँ टिमसँग काम गरेको छु, जस राम्रै भइरह अहिलेसम्म, राम्रै हुन्छ जस्तो लाग्छ। मैले के भन्छु होला त्यसमा चाहिँ माइन्ड नगर्नु होला है। दिउँसोको 12-1 बजेको छ, हाम्रो डान्सको कोरियोग्राफीको पाला आएको थिएन। ल एउटा टिकटक बनाइदिउँ न त भनेर सट्ट म गएँ त्यहाँ। अब गीत कस्तो छ म तपाईँलाई बुझाउँछु है, रुक्नु है। टङ्क टुक्क टङ्क टुक्क टन टुइङ टुइङ टङ ढङ टु फा टु टु ए चिक्की 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 फा 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 हाँसेँ त अर्को फेरि मिठो हावा चलिरहेको थियो। अनि एकजना साथीलाई मैले सेन्टी भएको भिडियो ल्याइदिनु भनेर अनि पुरा टक्क बस्यो। एमा गीत चाहिँ एक हाम्रो सुन्ट्याउ जाने गुने बाटो छैन भनेर म रुन थालेँ, तर मलाई लाज लाग्यो बेसरी। अनि मैले पढ्दैन यार, लाज लाग्यो ल्याऊ भनेर छोडिदिएँ। टुइँ कपाल फाल्ने चाहिँ हाम्रो मोडल उषा उप्रेती, यता हाम्रो मोडल दाइ। अनि मैले फेरि क्यामेरा फर्काएँ। अब एक कुर्की चाहिँ हानिदिउँ न गरिदिएँ। मैले यहाँ के भने भन्नुहोस् त। यता फेरि ट्रेकर र क्यामेराको कुरा मिलिरहेको छैन, ऊ दुईजना लडालड गरन्। अब मेरो गीत सुन्नुहोस् है त, म यता फर्काउँछु, गीत सुन्नुहोस् कस्तो छ। सारे संसार का प्यार मैंने तुझी में पाया, चिनमा चिनमा एकड़ा भन्ने गीतमा भइरहेको छ। गुच्चीमा एन्डक ए छिटो जाऊ उता बोलायो कि छिटो। उनीहरूलाई बोलाइ ल्याएपछि हाम्रो रिहर्सल भयो। रिहर्सल गर्दा गर्दा अनि मेरो स्टेपै बिर्सेँ। अनि मैले छोडिदिएँ चलाएर। जहाँ गएँ त्यहाँ कपी क्याट भेटाउने क्या मैले।